अर्कै बाटो फर्किँदैछौँ। अघि हामी यही बाटोबाट हिँड्दै गएको थियौँ। अहिले चाहिँ हेलो एभ्रिवान, आजको यस्तो क्लियर ब्लू स्काईमा डाँडा बजार जाने इच्छा जागेर अब डाँडा बजारतिर लाग्न आँट्यो है। ट्याक्क भेरटार आइपुग्यो अहिले चाहिँ म। अब यहाँदेखिको बाटो कस्तो खालके छ है, यही बाटैबाट जाने हो। कस्तो छ डाँडा बजारको बाटो हेरौँ। अलराइट, अहिले चाहिँ हामी नाम्चेदेखि माथि आएको छौँ। अब चाहिँ हामी ओख्रे टावर पनि कटेर अब यही बाटो सिधै हुँदै धोजी डाँडा निस्किन्छौँ है। अब डाँडा बजार अब निस्किनै आँटेको छौँ। लाग्छ होला कति 15-20 मिनट जति लाग्छ होला। त्यसपछि हाम्रो धोजी डाँडा आउँछ। अहिले चाहिँ धोजे डाँडामा आइसक्यौँ। माथि चुली चढ्न चाहिँ बाँकी छ। यो अगाडिको यो मेरो बाइक, यसलाई चाहिँ अब कता राखौँ भइरहेछ कि यो बाइकलाई। यतातिर बस्तीहरू रहेछ, तर यो बस्तीमा पनि मान्छेहरू देखिनँ मैले। ट्याक्कैसँग मैले चाहिँ बाइकलाई यहीँ राखेँ। अब यहाँदेखि हुँदै हुँदै यो भर्याङ हुँदै 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 धेरै माथिसम्म जानुपर्ने छ। बाटो एकदमै बबाल छ यस्तो खालके। अहिले चाहिँ हामी मुनिबाट माथि जाँदैछौँ। ट्याक्कसम्म त्यहाँ माथि चाहिँ हाम्रो धोजे डाँडा छ। धोजे डाँडालाई भ्याउनु पर्ने छ है। यहाँको हावा होइन, मैले ग्लोभ्स लगाएको छु। यो ग्लोभ्स लगाए तापनि हात एकदमै चिसो छ कि, हात एकदमै चिसो छ। बाटो दामी छ, वेदर एकदमै बबाल छ। मुभिङ टु आवर डेस्टिनेसन। अहिले चाहिँ क्लाइम्बिङमै छु म। माथि धोजे डाँडा हिँडेको गरिँदैछ। थोरै सास पनि फुलिँदैछ होइन, तर केही छैन, सकिन्छ। केही पनि होइन, पिस अफ केक। आइपुग्यो है धोजे डाँडा। हुसै छ, एकदमै राम्रो छ, एकदमै चिसो छ। हिँड्नु एकदमै गलेको छु तर पनि हिँड्नु मन लागिरहेको छ क्या। त्यसो छ हाल खबर। अघि हामी यही बाटोबाट हिँड्दै आएको थियौँ। अहिले त कति चिसो भएको छ हो आमा। यो मैले ग्लोभ्स लगाए तापनि यो मेरो फिङ्गर टिप्सहरू कति चिसो छ। बाटो यस्तो छ साथीहरू, हरेक स्टेप एकदमै केयरफुल भएर लिनुपर्छ। मिस्टेक भयो भने क्यानन बोल भएर मुनि पुगिन्छ है। ल त साथीहरू, धोजे डाँडा पनि पुग्यो। एकदमै चिसो भएर अब चाहिँ अर्कै बाटो फर्किँदैछौँ। रुखहरू कस्तो राम्रो छ यहाँ पनि, हेर न। चिहानमा पहिला म बस्थेँ नि त। ट्याक्क डाँडा बजारमा खाजा खानु रोकिरहेको छौँ। कस्तो राम्रो दृश्य।
सनराइजहरू के अहिले चाहिँ ट्याक्क डाँडा बजारमा बसेर थुक्पाको सुप जाडोमा थुक्पाको सुप खान लागेको छौँ यता स्टार्ट भइसकेको छ खाने यता म खानु ल है त यो चाहिँ हाम्रो डाँडा बजार यो चाहिँ हाम्रो डाँडा बजार भर्खर खाजा खाएर बाहिर निस्केर हिँड्दैछौँ हाम्रो डाँडा बजारको चोक है हाम्रो मेन पोइन्ट डाँडा बजारको एकदमै चिसो छ हामी त्यहीँ माथि पुगेर आएको मौसम चिसो चिसो बढेको बढेछ चिसो ल डाँडा बजार भित्र छिरियो डाँडा बजारको पार्कको लारी गुराँस साइडमा लारी गुराँस एकदमै राम्रो छ यो चाहिँ हाम्रो डाँडा बजार अहिले चाहिँ माथि गएर धोजे डाँडामा गएर सबै घुमफिर गरिसकेर रेकर्ड गरिसकेर यहाँ डाँडा बजार झरेर खाजासाजा खाएर यहाँ पार्कमा छु म अब चाहिँ हामी फर्किन्छौँ अहिले चाहिँ डाँडा बजारबाट फर्किसकेर यहाँ धरानमा आइसकेको अवस्था अहिले चाहिँ म यहाँ बिपी कोइराला हस्पिटलमा आइरहेको छु यो बिपी हस्पिटलमा यहाँ थोरै काम परेर डाइरेक्टली डाँडा बजारदेखि यतै आइरहेको छु अब यहाँको काम सकेर आम गोना हेड टु होम बिपीमा कामहरू सबै सकेर अब घर फर्केको अवस्था छ आजको हाम्रो धोजे डाँडाको साहसिक यात्रा एकदमै राम्रो भयो भेरेटारदेखि नाम्चेसम्मको बाटो चाहिँ अलि अप्ठ्यारो रहेछ त्यहाँ चाहिँ गाडीहरू हिँड्यो भने दुई चक्के साधनहरू चाहिँ एकछिन रोक्नै पर्ने हुँदो रहेछ आज बाटोमा भेटिएका सबै ठाउँहरू एकदमै चिसो शान्त र हरियालीले ओभरअली भन्दा आजको दिन एकदमै राम्रोसँगले नै बित्यो र अब कुन चाहिँ ठाउँ जान्छु भने